यति ओइलिन्छ उतापट्टि गएर बस्नु टोपी नलागी उताएर टोपी चाहिँ किन्यौ के फरक पर्दैन टोपी चाहिँ नलाउनु त्यहाँ गरेको यो गोरुले के खाएको थियो के पाल्यो फेरि खोरी ए मेरो पानी के पानी मलाई ड्राइभर अहिले तपाईँको एउटा बच्चा हुँदाखेरि पनि हस्पिटल कुदाउनु पर्छ होइन त्यसलाई अपरेसन गरेर निकाल्नु पर्ने हुन्छ किन त्यस्तो भएको होला खै अब अलि हेरचेक्रे गरे हुन् कि भन्छु म भन्दै जानु अब एक्सर्साइज भन्दा हामीले त खालि कामै गऱ्यौँ कामै मात्रै गर्थ्यौँ कामै गर्दा गर्दै दिनभरि आली काटेर बेलुका मकै लिएर ढुङ्गेर घर जाँदाखेरि मनहरी जन्मेको 2 घन्टा पछाडि कुनैका पाला लामो बिराम लाग्यो कुनैका पाला अलिक छोटो बिराम लाग्यो अनि खानदान त हामीहरूका पाला त के थियो र मकैको खाजा ढिँडो पकाएर भात ढिँडो र मकैकै भात हुन्थ्यो त्यस्तै हुन्थ्यो हाम्रो पाला दही मही चाहिँ अलिक मजाले खान पाइन्थ्यो त्यही पनि मही नै मात्रै धेर जति दुध दही त खान पाइँदैन थियो घिउ खान पाइँदैन थियो खिर खान मन लाग्दा खिर पनि भने बेला खान पाइँदैन थियो त्यो पेट बोक्दाखेरि मासु खान मन लाग्थ्यो त्यो पनि भने बेला पाइँदैन थियो उही माइत जाँदा परियाका बच्चा छन् कि छैन भन्दा छन् भनेर खुवाउँथे अनि यहाँ घरमा त त्यस्तो उस्तो त त्यति हुँदैन पो थियो अनि जस्तै यो 17जना छोराछोरी जन्मिँदा त्यस्तो गाह्रो भएको क्षणहरू कुनै त्यस्तो छ गाह्रो भएको चाहिँ यो पम्फाका पालामा यहाँ घर बनाउन थाले परको घर लड्यो अनि त्यही पर सुतेकी थिएँ लडेको घरमा त्यहाँबाट यहाँ 12 दिन उहाँ नार्नु गरेर यहाँ 12 दिनमा ल्याएँ यहाँ ल्याएर साह्रै हावा बतासले त्यहीँदेखि मलाई रोग लागेको त्यहीँदेखि साह्रै रोग लागेको चाहिँ अब हावा बतासमा चिसो यस्तो बाह्र बेरा थिएन केही थिएन हावा कति लाग्थ्यो अनि धेरैवटा नानी पाउनेको भेल्लु केही हुँदैन थियो महत्त्व केही त्यो सहाय चाकरको कुरो हुँदैन थियो अनि त्यस्तै भएर दुःख पाएर पम्फाका पालादेखि म साह्रै रोगी भएँ अनि पम्फा मुनि पनि त कान्छो जन्मियो पम्फा मुनि कान्छो मुनि कान्छी जन्मी तिनीहरूका पाला बर्खैका मात्रै असारकै मात्रै बर्खाका अनि तिनीहरूका पाला अनि त्यत्तिकै नै कान्छीका पालामा चाहिँ 2 महिना 1 महिना कमलाले बोकेर बाहिरभित्र गरी बोकेर बाहिर स्कुल जान्थे आएर खाएको छ कि छैन हेर्थे कमलाले 1 महिना पुरा बाहिर बोकेर ल्याई घरभित्र लान्थे नानी सानी छ अब कान्छी त्यसलाई दुध पिउने गरेको थियो मलाई त्यति दुध पनि आएन अनि अलि पछि अलिअलि उठेर हिँड्न थालेपछि उताउति डुल्न थालेपछि चाहिँ अलिअलि दुध आयो साह्रै गाह्रो परेको कान्छीका पाला उठ्नै गाह्रो दुःख चाहिँ पम्फाका पाला साह्रै दुःख पाएँ अब आफूलाई गाह्रो अब बोक्यो पाइयो बोक्थेँ अनि जन्माउँथेँ सानिका हिँड्न ओर्न पनि हिँड्थेँ पो काम पनि त्यसो लागि खानपिन राम्रो भएको कारणले गर्दाखेरि आफूलाई केही नभएको हो कि अथवा अरू कारणले केहीले हो कि खानपिन पनि अब त्यस्तै उस्तै खाइन्थ्यो साह्रै मिठो मसिनो त कहाँ खान पाइन्थ्यो र पहिलेका समयमा अनि के भएर त्यस्तो त्यति गाह्रो नभएको हस्पिटल जानु नपरेको चाहिँ के भएर त्यो हस्पिटल जानु नपरेको चाहिँ त्यो समय थिएन त्यति बेला हस्पिटलमा लाने ओर्ने त्यो कुदाउने समय नै थिएन अनि घरैमा आज जन्मिन्छ छैन भोलि जन्मिन्छ छैन पर्सि बल्ल बल्ल बेलुका राति जन्मियो कुनैले हात लाउनु पनि परेन
जन्मिन चाहिँ आफै जन्मे। अब के गर्दा जन्मे, के भएर बोकियो, के भएर त्यस्तै। अनि त्यो समय नभएपछि मनले जित्तै लगेर घरैमा जन्माएको नि। के भएर होला त्यो? अहिले यो समय पनि हस्पिटल भन्ने आयो। सबै आइमै महिला पनि हस्पिटलमा कामै गर्ने छन्। अनि अलिकति ऐया भनिसक्दा कुदाइहाल्छन्। अब किन हो त्यो? यसो ऐया भनिसक्दा कुदाइहाल्छन् अहिले। किन हो? त्यस बेला त थिएन त्यस्तो केही थिएन। जन्मायो अब एक्सर्साइज भएर त होला त अब खुरु बोक्दै पाउँदै त्यस्तै भयो छोरा खै। के भन्नु? बाख्रा दिनु। हुन्छ लामा। हामीले विश्वमा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एउटा अग्रणी भूमिका खेल्नको निम्ति नेपालका मजदुरहरूले विश्वभरिका उत्पीडितहरूलाई एउटा प्रेरणा दिनको निम्ति पनि हामी एकजुट हुन परेको छ। सबै पुँजीपतिहरू, दलाल पुँजीपतिहरू, नोकरशाह पुँजीपतिहरू जसले नेपाली मजदुरहरूको शोषण गरिरहेका छन्, जसले यहाँका आम श्रमजीवी जनताहरूको शोषण गरिरहेका छन्, उनीहरूको जिहाद गर्नको निम्ति हामी एकजुट हुन जरुरी छ। त्यसकारणले हामी सम्पूर्ण नेपालका मजदुरहरूलाई हामी आह्वान गर्छौँ, नेपालभरिका मजदुरहरू एकजुट हौँ। एउटा नयाँ अभियानको निम्ति, जनताको शान्तिको निम्ति हामीले 10 वर्षसम्म जनयुद्ध गऱ्यौँ। अब हामीले त्यो वास्तविक शान्ति, जनताको शान्तिलाई स्थापित गर्नको निम्ति हामी एकजुट हुन जरुरी छ। बनाउनको निम्ति सामन्तहरूको, जमिनदारहरूको संविधान होइन। कहीँ छैन यता मूलबाट पाउँछ यो फल लाउनु विनोद मान्नेज्यू, रिमाजी, ल आउनुहोस् अब।
Es kommt immer eins zum anderen. हजुर प्राय अब वान पिसहरू कटनको वान पिसहरू त्यसपछि अब जिन्सका हाफ एन्ड सर्ट्सहरू आजभोलिको जमाना फेसनको जमाना छ होइन अब यस्तो ओपन टी सर्टहरू हल्टर टी सर्टहरू के हल्टर टी सर्टहरू त्यसपछि सर्ट्सहरू प्राय त्यसपछि गाउनहरू यस्तो यस्तो उनीहरू
कटनको म्याक्सिमम् यिनीहरू त्यस्तोहरू गइरहेछ होइन जस्तो कि आउटरहरू यस्तै यस्तै आइटमहरू प्रायः गइरहेछ जिन्सको सर्ट्स आउटर त्यस्तोहरू हजुर प्रायः अब स्टुडेन्ट सानो सानो भाइ बहिनी अब स्कुलहरू बिदाको टाइम पऱ्यो यतिखेर होइन सानो सानो भाइ बहिनीहरू त्यसपछि अब म्याथ दिदीहरू ठुलो ठुलो यस्तो फ्री साइजको टी सर्टहरू खोज्नलाई मोटी मोटी दिदीहरू त्यस्तो त्यस्तो आइरहनु भएको छ सबैजना जे होस् सानो स्टुडेन्टदेखि लिएर अब एयर होस्टेससम्म अब नर्सहरू सबै प्रोफेसनल मान्छेहरू सबैजना आउनुहुन्छ हाम्रो सबै प्रायः ब्याङ्ककै आउँछ हाम्रो आन्टीले ल्याउनुहुन्छ ब्याङ्कक गएर आफै वहीँबाट हाम्रो डाइरेक्ट आफै गएर ल्याउने हो ब्याङ्कको आइटम आउँछ भोलिपछि टी सर्ट दिने यहीँ आउँदा है दिदी टी सर्ट किन्न पनि आउँदा म पर्वत ए दिदी तपाईँ बोल्नुहुन्छ हजुर यहाँ के अरे राम्रो राम्रो कपडाको क्वालिटीहरू राम्रो राम्रो गर्मी सिजन चढेको हुनाले होइन कपडाको क्वालिटी राम्रो पाइन्छ म यहाँको रेगुलर कस्टमर हो होइन गर्मीमा लाउने टिनेजलेदेखि लिएर सबैको लागि यहाँ म हाफ प्यान्ट अनि टी सर्टहरू लेगिन्ससँग लाउने टप्सहरू सबै प्रकारको कपडाहरू यहाँ पाइन्छ क्वालिटी पनि राम्रो पाइन्छ त्यसैले म यहाँ जहिले पनि सपिङ गर्न आइरहेकै हुन्छु होइन आज पनि त्यही सपिङको लागि आइरहेकै छु धन्यवाद हेर्नुहोस् हेर्नुहोस् दिदी अर्को हेर्नुहोस् तल अनि यसको कति हो नि प्राइस नेपाली आइटमहरू चाहिँ आउँदैछ तपाईँ सरकारी अथवा निजी कार्यालय अथवा कुनै समारोहमा जाँदा आफ्नो शरीरमा सुहाउँदो लुगा लगाउनु भएको छ भने तपाईँसँग अरूले गर्ने व्यवहार नै फरक हुन्छ। झलक्क देख्दा तपाईँको भित्री ज्ञान कति छ भन्ने कसैलाई थाहा हुँदैन, तर आफ्नो शरीरमा मिलाएर पोसाक लगाउनु भएको छ भने तपाईँको व्यक्तित्वले भने त्यसले अवश्य नै उजागर गर्दछ। पोसाकले हाम्रो जुन क्षेत्रमा छ त्यो क्षेत्रमा चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ र हामी फर्मल पोसाकलाई चाहिँ बढी महत्त्व दिन्छौँ र मान्छे कस्तो प्रकारको होला भनेर पहिलो जजमेन्ट गर्ने आधार चाहिँ त्यसको पोसाक नै हो। सबै जातिका आफ्नै पोसाक भए पनि पुरुषका लागि कालो सुट, सेतो सर्ट, रातो टाई र दौरा सुरुवाल कोट अत्यन्तै सुहाउने पोसाक हो। त्यस्तै साडी, कुर्ता सुरुवाल र सुटले महिलाको व्यक्तित्वलाई आकर्षक देखाउँछ। यो पोसाकले कुनै कुनै अवस्थामा कुनै कुनै बेलामा पोसाककै कारणले मात्र पनि व्यक्ति जे होइन त्यो हो भन्ने कुरा पनि देखाइरहेको हुन्छ भने पोसाककै कारणले व्यक्ति जे हो जति हो त्योभन्दा अझ धेरै हो भने पनि देखाउँछ, जे हो त्यो पनि देखाउँछ। त्यसकारण पोसाकको महत्त्व असाध्यै धेरै छ। बहुसङ्ख्यक नेपाली महँगा फेसनेबल पोसाक लगाउने हैसियत राख्दैनन्, तर महँगा पोसाकले मात्र व्यक्तित्व झल्काउँछ भन्ने होइन। आफ्नो शरीरमा मिल्ने र सफा पोसाकले भने
तपाईँको व्यक्तित्वलाई अवश्य नै आकर्षक बनाउँछ। कान्तिपुर समाचारका लागि क्यामेरामा विकास जोशीका साथ पर्वत घिमिरे, काठमाडौँ। 2 बजे सुरु भने हैन? र यो 59 साल मङ्सिर 16 को रूपमा नेपाली भाषामा हामीले काम गरेका छौँ, हामीले गरिसकेका छौँ। एउटा खुला पाना जस्तो अहिले छ, हामीले धेरै लुकाइरहनै पर्दैन। संविधानमा पक्ष विपक्षीमा लेखेर संविधान निर्माणको अभियानमा ठुलो यसको नेतृत्व गरिराख्नु भएको छ। हामी 3वटा संस्थाको संयुक्त आयोजनामा अन्तिममा हाम्रो यहाँले गर्नुभएका सबै कुराहरू त्यसमा कोमा भन्दै हुनुहुन्छ। कुमारज्यू विषय कार्यक्रममा का सभाध्यक्षज्यू, ड्यासमा रहनुभएका सम्पूर्ण आउँदो रहेछ। त्यो एउटा विश्वले त्यसलाई पनि एउटा आश्चर्यको रूपमा लिएला, किनभने यसरी हामीले त्यो मार्फत सहभागिता गरेर संविधान बनाउनेमा अहिलेसम्म विषयहरू नै मिलिसकेका छैनन्। अनि अब त्यो पहिलो मस्यौदाको कुरा कहाँ छ, त्यसपछि त्यसलाई जनतामा कहिले ल्याइने हो, त्यसपछि त्यसमा हामीले छलफल नगरे पनि 601 जनाले 1-1, 2-2 मिनट समय दिनुहुन्छ कि दिनुहुन्न, अनि त्यस पछाडि त्यो पास गर्ने अनि जारी हुने भनेपछि एउटा यति ठुलो हतारमा एउटा सम्भावित ठुलो आतंक र त्रास र प्रतिगमन आउँछ भनेर आफैले भन्दै हामी गर्न मिल्ने या नमिल्ने के होला, मैले देख्दाखेरि त त्यति गर्न मिल्ने जस्तो लागिरहेको छैन। त्यसरी घटनाहरू अगाडि बढिरहेका छन्। तर अब संविधान, डेमोक्रेटिक संविधान, नेपाली जनताको हित गर्ने नै संविधान आयो भने त्यसमा सुधार भोलि गर्दै जानुपर्ने ठाउँहरू पनि पक्कै रहलान्। तर कसरी बन्ने, कसरी होला, यो प्रोसेस कसरी पुरा होला भन्ने पहिलो सवाल, गम्भीर सवाल छ। जो यहाँ बसेका केही व्यक्तिहरू त्यो संविधान सभा बनाउनेमा सहभागी हुनुहुन्छ, उहाँले त्यो विषयमा के पक्कै प्रकाश पार्नुहुनेछ। त्यही दिन बेलुका बीबीसीमा सुने राजेन्द्र महतोजीबाट, हामी मान्दैनौँ यो 11 प्रदेश भन्ने। भोलि प्रोभिन्समा पनि समस्या आयो। त्योदेखि बाहेक प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनिएको, मिश्रित निर्वाचन प्रणाली भनिएको छ, अनि संसदले गभर्मेन्ट त्यो पनि 55 र 45 गरिएको छ। त्यसले आगामी दिनहरू त्यति सहज होला। न्याय परिषदको बारेमा हाम्रो बारको कडा प्रतिक्रिया आइसकेको छ। त्यसै गरी संवैधानिक अदालत भनियो, कसैको अहङ्कार पूर्ति गर्नको निमित्त औचित्यहीन संवैधानिक अदालत, जसको आवश्यकता छैन। हामीले भनेको आवश्यकता थिएन पनि, र अहिले आवश्यकता नहुने ढङ्गकै उभ्याइएको छ। तर किन उभ्याइएको हो? त्यो प्रदेश र केन्द्रको विवाद मिलाउने भनेको छ। सङ्घीयतामा 5 वर्षसम्म त विवादै भरसक सुरु नै नहोला, किनकि त्यो राजधानीमा बिल्डिङहरू बनाउँदा बनाउँदै, मन्त्री क्वार्टर बनाउँदा बनाउँदै, सांसदका घरहरू बनाउँदा बनाउँदै, गाडी साडी किन्दा किन्दै गर्दै 5 वर्ष त गइहाल्ला, काम सुरु नै हुँदैन होला। अनि त्यसपछि विवाद सुरु हुने बेलामा त्यो अदालत पनि सकिहाल्छ फेरि। भने यो किन निरर्थक काम किन गर्नु परेको? त्यस अहिले त अहिले लेखिएको छ, प्रश्न व्यवस्था छ। अब इन्डियामा 70,000 वर्षको त वंशावलीमा थाक थलो सहितको इतिहास मेरो लेख्ने परिवारकै छ, मैले लेखेको पनि। त्यसरी यो क्लेम आदिवासीको मात्रै हो, अन्य भनेर कहाँबाट आयो भन्ने कुरा एउटा गाली जस्तो थियो। त्यो गाली गर्न हुनुपर्ने बहस जुन थियो संविधान सभा गठन हुनुभन्दा अगाडि अथवा त्यसको लगत्तै हुनुपर्ने बहस आज हुँदैछ। यी विषयहरू सेटल भइसकेपछि हामी संविधान लेख्न थालिनुपर्ने। राज्यको अधिकार, केन्द्रको अधिकार, स्थानीय निकायको अधिकार, शासकीय प्रणाली लगायतका यावत विषयका बारेमा व्यापक असहमति छ। त्यो विषयमा छलफल सुरु भएको प्रत्यक्ष पत्र पत्रिकामा आइराखेका छन्। त्यसलाई ढाकछोप गर्ने पनि काम भित्रैबाट भइराखेको छ, उजागर गर्ने काम पनि भित्रबाट, यो दुवै कुरा चलिराखेको छ। र हाम्रो स्थिति कस्तो दयनीय, र संविधान सभाले होइन यो बन्दैछ भनेको कुरा बनिसकेर आएर छाप मात्रै हानिने हो कि भन्ने आशंका जुन मान्छेमा छ, त्यो आशंकाले मूर्त रूप पाउने हो कि त्यसले यथार्थ रूप पाउने हो कि भन्ने आशंका पनि छ। त्यसलाई हामीले कसरी एड्रेस गर्ने हो? र अहङ्कारको अवस्था देशमा व्याप्त छ, र अहङ्कार र धोखाधडी र आज एउटा कुरा गरौँ, बिहान एउटा कुरा गरौँ, बेरुवाको कुरा, जसरी पनि जेपीले ल्याएको कुरालाई संविधान भन्न मिल्छ। 14 पछि कसको प्रतिगमन आउँछ? कार्यक्रमका आदरणीय सभापतिज्यू, उपस्थित विशिष्ट साथीहरू, युएनडिपीले संविधान सभाको निर्वाचन सम्पन्न गराउन औपचारिक रूपमा रूपान्तरण गर्नु छ संविधानको दर्ता आयोगमा।
किन 47 सालको संविधानलाई हामी प्रभावकारी रूपबाट कार्यान्वयन गर्न सकेनौँ भन्दाखेरि त्यसमा सहभागमा हामीले त्यो सहभागितामूलक संविधान निर्माणको कुरा गरेको हौँ। तर के लाग्दछ भन्दाखेरि नेपालमा कति छ त राज्यको तर्फबाट जनसहभागिता प्रवर्धन गर्नका लागि यो राज्यले कति चाहिँ पहल गरेको छ, कति छुट्याएको छ। हामी वास्तवमा धेरै आश्रित छौँ विदेशी उसमा र यो त्यो एउटा ग्याप राज्यले गर्न नसक्ने, स्टेटले त्यो चाहिँ फेसिलिटेट गर्न नसक्ने, त्यो ग्याप फुलफिल गर्नको लागि यो प्रोजेक्ट आएको रहेछ। मैले त्यसरी बुझेँ। आज नेताहरूले प्रतिबद्धता गरेको दिन नजिक आइरहेछ, बाँकी छ कसरी आउँछ त्यो साह्रै ठुलो परीक्षाको घडीमा उहाँहरू हुनुहोला। अनि यो बिचमा हामी आफैले नेताहरूले गर्ने प्रमुख निर्णयमा हामी आफैले छलफल गर्न यो खालको एउटा पार्टनरसिप, यही विषयमा एउटा इमेज बनाएको एउटा चाहिँ विश्वास आर्जन गरेका संस्थाहरूसँग किन साझेदारी नगर्ने भनेर हामीले यो कन्स्टिट्युसनल लयर्स फोरमसँग अरू पनि यस्तो विषयमा हाम्रो साझेदारी छ, पार्टनरसिप छ, गरौँ भन्ने एउटा सहमति भयो। त्यो हिसाबबाट यो कार्यक्रमको आयोजना गरिएको हो भन्दाखेरि मलाई चाहिँ अन्यथा होइन। आजको एउटा आयोजना त्यस अर्थमा पनि हो। हाम्रो समस्या छ, कहिलेकाहीँ चमत्कार भन्छौँ हामी, मिडनाइट मिराकल भनेर। यो चाहिँ जेठ 2 गतेको यो करिब त्यस्तै मिडनाइट मिराकल होला। त्योभन्दा अगाडि पनि अर्को चाहिँ के अरे यो 14 गतेसम्म यो सरकार 14 गते यो के अरे संविधानको घोषणा गर्ने बेलामा अर्को सरकार, त्यो मिडनाइट मिराकलै थियो। तर के देखिन्छ भने कहिलेकाहीँ अन्तिममा गएरखेरि त्यो मिराकल होइन, केमा अर्कै कुरामा परिणत हुन्छ। त्यो खालको अवस्था छ। अहिले चुनौती आएको चाहिँ सम्झौता गर्ने, सम्झौता ठिक बेठिक थाहा छैन, तर त्यसमा उभिन नसक्ने, त्यसलाई मेन्टेन गर्न नसक्ने यो खालको समस्या देखिरहेको छु मैले। संक्षेपमा भन्नुपर्दाखेरि शासन प्रणालीका बारेमा मेरो आफ्ना निजी दृष्टिकोण होला, मेरो अध्ययनका आधारमा दृष्टिकोण होला, नागरिकका आधारमा एउटा दृष्टिकोण होला। तर चाहिँ अहिले चर्चा भइरहेका कुनै पनि मोडेल यदि लोकतन्त्रको आधारभूत सिद्धान्तसँग त्यो सहमत हुन्छ भनेदेखि यो भएन भनेर भन्न पनि आवश्यकता म देख्दिनँ। मिश्रित प्रणाली पनि लोकतन्त्रको मापदण्डभित्र चलेको छ, संसदीय प्रणाली पनि चलेको छ, राष्ट्रपति प्रणाली पनि चलेको छ। तर हाम्रो आवश्यकता, हाम्रो विगतको अनुभव, धेरै त म पुरानो कुरा त जान्दिनँ, गएको 18-20 वर्षको अनुभव हेर्दाखेरि यो चमत्कारिक ढङ्गबाट संसदबाट प्रधानमन्त्री चुनिने प्रणालीले चाहिँ हामीलाई कहीँ ठाउँमा लैजाँदैन। नेताहरू आफैले रिमोट कन्ट्रोल भन्थे, तर कुन रिमोटले उहाँहरू सञ्चालन हुन्छ हामीले देख्न थाल्यौँ। कहिले 15-16 पटक चाहिँ निर्वाचनको अभ्यास गर्दा पनि त्यो संसदले प्रधानमन्त्री जन्माउन सक्दैन, कहिले एकैछिनमा जन्मिदिन्छ, त्यो पनि एउटा अर्कै किसिमबाट। अनि यो खालबाट चल्दैन भन्ने एउटा कुरा हो। त्यसकारण कुन मोडेलमा जाँदा लोकतन्त्रको सिद्धान्तसँग कम्प्रोमाइज हुनु भएन, एउटा त्यो जस्तो लाग्दछ मलाई। दुई जे ठिक देखाएको छ राज्य पुनर्संरचना त्यही नै मात्र अन्तिम सत्य हो भन्ने चाहिँ यहाँ कहीँ न कहीँ हामी कम्प्रोमाइजिङ पोइन्टमा आउनु जरुरी छ। चाहे जनजातिको सवालमा होस् या मधेसीको सवालमा होस् या चाहिँ नि म जस्ता पहाडिया बाहुन क्षेत्रीको सवालमा होस्, किन यो तिनटै कुराहरूलाई यदि हामीले एउटा ठाउँमा गएर कम्प्रोमाइजिङ सोल्युसनमा लिन सकेनौँ भनेदेखि राज्यको पुनर्संरचना सम्भव छैन। सिद्धान्त र दर्शनको हिसाबले त हामी भन्छौँ संहिता भनेको सम्झौताको प्रणाली हो। सम्झौता गर्न सकिँदैन भने संहिता बन्दैन। संसारभरिको जति संहिता उत्पन्न भएको छ त्यो सबै सम्झौताबाटै आएको छ। कहीँ लिखित सम्झौता भएको होला, कहीँ चाहिँ अर्को किसिमको सम्झौता भएको होला। सम्झौता बिना संघीय प्रणाली कहीँ पनि म आएको देख्दिनँ। प्रोफेसर कृष्ण खनालले भने जस्तै एउटा कानुनको विद्यार्थी र चेतनशील नागरिकको हैसियतले 14 गते भित्र संविधान आउन सक्ने सम्पूर्ण सम्भावना समाप्त भयो भन्ने लाग्छ मलाई। अब जतिसुकै चमत्कार गरे पनि हाम्रो बालकृष्ण नेउपानेले कहिलेकाहीँ भने जस्तो अन्तै तयार छ, यहाँ राति हस्ताक्षर गराउँछन् त्यही विधि रहेछ भने पनि 14 गते अब सम्भव छैन। यो कुरा नढाँटी नलुकाई जिब्रो नचपाई बोल्नुपर्छ भन्ने मलाई लाग्छ। यसका लोकतान्त्रिक विधि प्रक्रियाहरू के हुन सक्छन् त्यसमा छलफल गर्नु उपयुक्त हुन्छ होला भन्ने मलाई लाग्छ। सर्वोच्च अदालतले एउटा उपाय सुल्झाइदिएको छ, या जनमत संग्रह गर या अर्को निर्वाचन गर या अन्य उपयुक्त संवैधानिक विकल्प रोज भनेको छ। यो अन्य उपयुक्त संवैधानिक विकल्प के हो भन्ने बारेमा सर्वोच्च अदालतले व्याख्या गरेको छैन। यो राजनीतिक तहलाई छोडिदिएको छ, कानुन क्षेत्रलाई छोडिदिएको छ। यो अन्य उपयुक्त संवैधानिक विकल्पभित्र हामी के कुरा छिराउन सक्छौँ र संविधान सभाबाटै
संविधान जारी गर्ने गत जनक्रान्तिको जनादेशलाई पुरा गर्न सक्छौँ, त्यो विधि प्रक्रिया अवलम्बन गर्नका लागि हाम्रो बहस केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ। अन्य उपयुक्त संवैधानिक विकल्प भन्ने शब्द प्रयोग गरेको छ, त्यसलाई हामी संविधानको धारा 82 सँग जोडेर हेर्न सक्छौँ। व्यक्तिगत रूपमा मैले त 1 वर्ष अगाडिदेखि त्यो कुरा लेखिआएको थिएँ। सम्मान्य सभामुखज्यूले 1 हप्ता अगाडि त्यो कुरा बताउनु भएको छ। मित्र अनिल झाजी यहाँ हुनुहुन्छ, अरू साथीहरू यहाँ हुनुहुन्छ, धर्मेन्द्रजी पनि हुनुहुन्छ। आजको कम्बिनेसन राम्रै छ, समय कति पाउनुहुन्छ उहाँहरूले थाहा छैन। त्यसले गर्दाखेरि अहिले यो प्रक्रिया संविधानको जारी प्रक्रियालाई अन्तिम पुर्याउनका लागि 3वटा प्रमुख फ्याक्टर हुन् भन्ने मलाई लाग्छ। एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसवादी दलहरू होइन भन्ने मलाई लाग्छ। बाँकी दिनमा संविधानका प्रक्रिया टुङ्ग्याएर संविधान जारी गर्ने वा अन्य उपयुक्त विकल्पमा छिर्ने प्रमुख फ्याक्टर अहिले के हो भन्ने मलाई लाग्छ भने मधेसवादी मोर्चा उपेन्द्र यादवजीको नेतृत्वमा बनेको, त्यसपछि हाम्रो पृथ्वी सुब्बा गुरुङजीको नेतृत्वमा बनेको ककस, जनजाति ककस, त्यस पछाडि म यो भन्न मलाई लागेको छ, म एउटा सानोतिनो विश्लेषण गर्न आफूलाई मन पराउने रुचाउने मान्छे, विश्लेषणको विद्यार्थी पनि हुँ। यो सहमतिको बारेमा धेरै कुरा बोल्न सकिन्छ, धेरै आलोचनाका पक्षहरू छन्। यस्तो अवस्थामा एकातर्फ सर्वोच्च आयोगले तोकिदिएको संवैधानिक सीमा, अर्कोतर्फ अहिले नै संविधान जारी हुँदाखेरि यो भय र त्रासका बीचमा जारी हुने अहिलेको संविधान भनेको यो लोकतान्त्रिक संविधान भन्नलाई हामीलाई गाह्रो पर्छ। संविधान सभाले बनाएको संविधान भनेर गौरव गर्न हामीलाई गाह्रो पर्छ। अहिले संविधान जारी हुने भनेको भय, त्रास र आतंकको छायामा संविधान जारी हुने हो। त्यसले आधारभूत जनताका यो हक अधिकार र लोकतान्त्रिक विधि प्रक्रियालाई सुनिश्चित गर्दैन। जसले बल बढी प्रयोग गर्न सको त्यसको भएर त्रासमा अहिले संविधान जारी हुन्छ। त्यसैले यदि संविधान जारी भयो 14 गते भने अहिलेभन्दा स्थिति बिग्रियो, अहिलेभन्दा सोसल हार्मोनी बिग्रियो, विधिको शासन बिग्रियो, संवैधानिक सर्वोच्चता बिग्रियो भने हामी भन्न बाध्य हुनुपर्छ योभन्दा नराम्रो स्थिति आउने हो भने यो स्थितिको निरन्तरता त्योभन्दा प्रगतिशील कदम हो। यसो भन्नलाई हामीले हिचकिचाउनु पर्छ भन्ने मलाई लाग्दैन, म कानुनी विद्यार्थी भएको नाताले। बाध्यता आइलाग्यो, धेरै कुराहरू सुन्नुपर्ने थियो यहाँहरूसँग, तर साथीहरूले भनिसक्नु भएको छ सहमति गर्ने तर अनरसिप नलिने। माछा देखेपछि दुलाभित्र हात हाल्ने, सर्प देख्यो कि बाहिर हात हाल्ने, राम्रो जतिको निम्ति हक दाबी गर्ने, अलिकति चुनौती आयो कि अरूको थाप्लोमा दोष पन्छाइदिने हाम्रो जुन सनातनी चरित्र छ यसले असाध्य अप्ठ्यारो पारेको छ। अनरसिपको एउटा चुनौती म सबभन्दा ठुलो देख्छु। दोस्रो, बिस्तारै मुलुकको राजनीतिक संरचना बदलिँदैछ र अब पार्टीहरू मात्रै पोलिटिकल फोर्सेसहरू रहेनन्। नन पार्टी एक्टरहरू, नन पोलिटिकल एक्टरहरू यति बलियो भएर आए, उनीहरूले यी सहमतिलाई कसरी रियाक्ट गर्छन्, दोस्रो ठुलो चुनौती त्यहाँनिर म देख्छु। र तेस्रो, यहाँहरूले भन्नुभयो जस्तो केही हामीले प्रयोगात्मक कुराहरू गर्ने पनि कुरा गरेका छौँ। त्यो प्रयोगको बारेमा पहिल्यै म प्रेडिक्ट गर्न सक्दिनँ त्यो प्रयोगले एकदमै राम्रो रिजल्ट ल्याउँछ भनेर। तर मेरो जम्मा हात जोडेर एउटा अनुरोध छ, संसारका कुनै पनि सिस्टमहरू मैले बुझेसम्म, म कानुनको पनि विद्यार्थी होइन, म राजनीतिक शास्त्रको पनि विद्यार्थी होइन, इत्तफाकले राजनीतिमा आएँ। संसारको कुनै पनि सिस्टम पर्फेक्ट छ भन्ने मलाई लाग्दैन। अमेरिकाको या ब्राजिलको प्रेसिडेन्सियल सिस्टमको म घनघोर समर्थक हुँ, तर त्यही राष्ट्रपतीय प्रणालीले चार्ल्स टेलर जन्मायो, बेन अली जन्मायो, मुबारक जन्मायो, अहिले असदले दिनको 150 को थानगन्तीले मान्छे मारिरहेको छ। म कसरी भनौँ राष्ट्रपति प्रणाली एक ठाउँ पर्फेक्ट हुन्छ, अर्को ठाउँ त्यो अलिकति पात्रमाथि पनि भर पर्दो रहेछ क्या। पार्लियामेन्ट्री सिस्टम, म पार्लियामेन्ट्री सिस्टमलाई टोटली डेमोक्रेटिक मान्छु। बेलायतमा, स्विडेनमा, नर्वेमा राम्रै चलिरहेछ, तर हामी कहाँ नचलेको सत्य हो। माधव नेपालजीले करिमा बेगमलाई कारवाही गर्न सक्नु भएन, निरीह भन्नुभयो। बाबुराम भट्टराईजी प्रिपेड कमिसन, पोस्ट पेड कमिसन, रिचार्ज कमिसनका अगाडि निरीह भन्नुभयो। डाक्टर साहबको नियतै खराब होला जस्तो त मलाई लाग्दैन। वरपर भ्रष्टहरूलाई राखेर आनन्द मान्नु भएको त पक्कै थिएन होला। सरिता गिरिजीलाई हटाउँदा कुर्सी जाँदैन थियो, तर अलि कोही बलियोलाई हटायो भने जान्छ। त्यो गणितको खेलले अर्को ठाउँमा त्यही सिस्टम चलेन। एकदमै संहितामा जानु भनेको अरूको अस्तित्वलाई स्वीकार गर्नु,
अरूको अधिकारलाई स्वीकार गर्नु, सह अस्तित्वमा बाँच्न सक्ने खालको कल्चर हामीले विकास गऱ्यौँ भने अहिलेको मोडालिटी बेठिक छैन। हामीले बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक प्रदेशको अस्तित्वलाई स्वीकार गर्दै बाबा नामको हकमा यदि त्यहाँका जनताले कुनै जातीय नाम स्वीकार गर्छन् भने त्यसमा कसैले पनि टाउको दुखाउनु पर्ने हुन्न। अहिले पनि खरेल थोक, बाहुन थोक, मगरटोला, कुमाल गाउँ नाम चलिरहेकै छ। तर माथिबाट इम्पोज गर्दा त्यसले रेसिस्ट जन्माउँछ कि त्यसबाट एउटा डेमोक्रेटिकली तलबाट नाम यदि सांस्कृतिक, जातीय, भाषिक कुनै नाममा रहन्छ भने केही आपत्ति छैन भनेर हामीले यो मोडल अवलम्बन गरेका हौँ। सबभन्दा खतरनाक बहस यस विषयमा यही छ कि सह अस्तित्व खोज्ने भन्दा पनि एकल पहिचान, एकल पनि सांस्कृतिक पहिचान होइन। यदि हामी एकल पहिचानको बहस गर्थ्यौँ भन्दा गरिरहेका हुन्थ्यौँ भने यति बेला सबभन्दा ठुलो वकालत हुनुपर्थ्यो अलग मैथिली राज्यको। किनभने नेपालको झन्डै 3000 वर्ष पुरानो त्यो मिथिला संस्कृति, मैथिली भाषा, तर त्यसको त हामी बहस गर्दैनौँ। एक मधेसभित्र त्यसको स्वतन्त्र आइडेन्टिटी त कता हरायो। केही अलिकति गलत बहसहरू सृजना भएका छन्। यस्तो स्थितिभित्र यहाँहरूले भन्नुभयो जस्तै 14 गते संविधान आउने कुरा निकै चुनौतीपूर्ण छ। मेरो यति मात्रै एउटा आग्रह छ, हाम्रा नीतिशास्त्रहरूले भन्छन् सबै गुमाउनुभन्दा आधा गुमाएर आधा जोगाउनु बेस। सर्वनाशे समुत्पन्ने अर्धन्त्यजित पण्डित। द्वन्द्वतिर, बहुआयामिक, बहुपक्षीय, बहुध्रुवीय द्वन्द्वतिर मुलुक जान्छ कि भन्ने तपाईँले बढी जान्नुहुन्छ होला। तर यो 4 वर्षको अनुभवले मलाई के देखायो भने संविधान रिभोल्युसन पछि आउने भए पनि खुद संविधान आफै चाहिँ एउटा इभोल्युसनरी प्रोसेस रहेछ, फाइनल डेस्टिनेसन चाहिँ होइन रहेछ। त्यो इभोल्युसनरी प्रोसेसलाई ग्यारेन्टी गरौँ। त्यसो हुँदा आज केही कुरा देखिएन छ, आज केही कुराहरू हाम्रो नजरमा पुगेन छ, केही कुरा ओभर लुक नै भएछ भने पनि भोलि त्यसलाई सच्याउन सकिन्छ। यसलाई एउटा इभल्भिङ प्रोसेसमा लैजाउँ भन्ने म आग्रह गर्न चाहन्छु। दोस्रो, बाह्य हस्तक्षेप छ, नाङ्गो हुँदैछ, तर त्योभन्दा पहिले हामीले आफ्नो थैलीको मुख बलियो गरी बाँध्नुपर्छ होला। हाम्रो राष्ट्रिय एकता कमजोर हुनु नै एउटा सामान्य उपसचिव स्तरको मान्छेले लाखुकुर खुट्टो खा भनेर हामीले खुट्टो तिर्साइदिएपछि खुट्टो टोक्ने स्थिति सृजना भयो हो। यसलाई बाह्य हस्तक्षेप रोक्ने हो भने सबभन्दा पहिले आन्तरिक एकता चाहिँ सबभन्दा महत्त्वपूर्ण हो भन्ने जस्तो मलाई लाग्छ। मजदुर एकता जिन्दाबाद, मजदुर एकता जिन्दाबाद, मजदुर एक हो, मजदुर एक हो। लागू कर, सरकारले बढाएको 1600 तुरुन्त लागू कर, लागू कर, लागू कर। पीडित मजदुरहरूलाई तुरुन्त राहत दे, राहत दे, राहत दे। गुण्डाहरू होशियार, होशियार, होशियार। प्रतिष्ठानभित्रको गुण्डागर्दी बन्द कर, गुण्डागर्दी बन्द कर, मजदुरको रोजीरोटी सुनिश्चित कर, मजदुरको रोजीरोटी सुनिश्चित कर, निष्कासित गरिएका मजदुरहरूको तुरुन्तै पुनर्बहाली कर, निष्कासित गरिएका मजदुरहरूको तुरुन्तै पुनर्बहाली कर, मजदुरका सेवा सुविधा तुरुन्तै लागू कर, खोसिएका सेवा सुविधा सबै तुरुन्तै लागू कर, मजदुर एकता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। मजदुर एकता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। सम्पूर्ण ट्रेड युनियनवादहरू मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। मजदुरको नाममा शोषण गर्ने दलालहरू मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। मजदुर एकता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। मजदुर एकता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। सम्पूर्ण मजदुरहरू एक हौँ, शोषक दलालहरू होशियार, होशियार, होशियार। शोषक दलालहरू होशियार, होशियार, होशियार। मजदुर मारा दलालहरू होशियार, होशियार, होशियार। मजदुर मारा दलालहरू होशियार, होशियार, होशियार। मजदुर एकता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। प्रतिष्ठानभित्रको गुण्डागर्दी बन्द कर, जिन्दाबाद। सम्पूर्ण मजदुरहरू एक हौँ, सम्पूर्ण मजदुरहरू एक हौँ, मजदुर शोषण गर्न पाइँदैन, मजदुर शोषण गर्न पाइँदैन, मजदुरका सम्पूर्ण सेवा सुविधाहरू सुचारू कर, मजदुरका सम्पूर्ण सेवा सुविधाहरू सुचारू कर, मजदुर माराहरू होशियार, होशियार, होशियार। जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। मजदुरहरूले खाइपाएका सेवा सुविधा तुरुन्त सुचारू कर, मजदुर माराहरू मुर्दाबाद, दलाल व्यवस्थापक मुर्दाबाद, दलाल व्यवस्थापक
हामीले यो व्यवस्थापनलाई धेरै अवसरहरू दियौँ। हिजो पनि यो मासबाट एक खालको एजेन्डाहरू तयार गरेर 24 घण्टाभित्र लागू गर्ने शर्तमा केही निर्णयहरू बुझाएका थियौँ। त्यो निर्णयलाई आज लत्याउँदै यो गैर जिम्मेवार तरिकाले यो व्यवस्थापनले क्यासिनो छोडेर भागेको स्थिति रह्यो। त्यसपछि आज हामी बाध्य भएर मजदुरहरूको भावनालाई समेटेर 800 स्टाफहरूको हस्ताक्षरसहित हामी आज पुरानो त्यो व्यवस्थापनलाई निषेधित गर्दै अब हामी कानुनी प्रक्रियामा अगाडि बढिरहेका छौँ। अब कानुनी प्रक्रिया र हाम्रा पार्टी लेभल र राष्ट्रसङ्घ महासङ्घहरूसँग हामी छलफल गरेर हामी यहाँ अगाडि बढ्दैछौँ। यो क्यासिनो अब आजदेखि पूर्ण रूपमा यो मजदुरको नियन्त्रणमा छ। त्यही अनुसार हामी अगाडि बढिरहेका छौँ।